नमस्कार, अपन न्यूजमा स्वागत छ। सुरु गरौँ हेडलाइन्सबाट। आज मे 25 अर्थात् विश्व थाइराइड दिवस। नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइयो। शिक्षाको समग्र प्रणाली सबै पाठ्यक्रम परिवर्तन गर्नुपर्ने पूर्व प्रधानमन्त्री खनालको सुझाव। जनतासँग गरिएको प्रतिबद्धता अनुसार काम नगर्ने सांसद तथा मन्त्रीहरूलाई पदबाट हटाउन स्वतन्त्र राष्ट्रिय अभियान नेपालको माग। शनिबार बिहान रामेछापको घुमदेलमा 4.9 रेक्टर स्केलको भूकम्प। यो 2072 वैशाख 12 गतेको महाभूकम्पको पराकम्प भएको पुष्टि। र भेनेजुएलाको कारागारमा झडप हुँदा कम्तीमा 29 जनाको मृत्यु, 19 जना घाइते। अब समाचार विस्तारमा। आज मे 25 अर्थात् विश्व थाइराइड दिवस। नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ। मानव शरीरको रुद्रघण्टी तलको ग्रन्थीलाई थाइराइड भनिन्छ। यो पुतली आकारको हुन्छ। यो ग्रन्थीलाई हर्मोन उत्पादन गर्छ। यो हर्मोनले शरीरमा मेटाबोलिज्म नियन्त्रण गर्छ। थाइराइडलाई पिट्युटरी ग्रन्थीले नियन्त्रण गर्न शरीरको वृद्धि विकासमा यी हर्मोनहरूको महत्त्वपूर्ण भूमिका हुन्छ। थाइराइड ग्रन्थीमा देखिने समस्याबाट हर्मोन उत्पादन असन्तुलित हुने र रोग लाग्न चिकित्सकहरू बताउनु भएको छ। जसमा चाहिँ थाइराइड अवेरनेस एन्ड थाइराइड हेल्थ, थाइराइडको लागि चाहिँ जानकारी र थाइराइडको रोगहरूको बारेमा मान्छेलाई जानकारी हुनुपर्छ भन्छ। सो अर्को चाहिँ लक्ष्य चाहिँ हाम्रो प्रमोटिङ अन्डरलाइङ एडभान्स मेड इन ट्रिटिङ थाइराइड डिजिज, जुन चाहिँ नयाँ तरिका नयाँ उपचारहरू बनाइरहेछौँ हामीले, त्यसलाई चाहिँ प्रमोसन गर्नुपर्छ। दोस्रो लक्ष्य चाहिँ अर्को चाहिँ एक्सप्यान्ड द अवेरनेस अफ न्यू मोडालिटिज भन्छ, भनेको नयाँ तरिकाको नयाँ विधि उपचारहरूलाई चाहिँ एक्सप्यान्ड गर्ने। नयाँ तरिकाहरूको चाहिँ हामीले एक्सपेन्सन हुनु पर्यो। हरेक मान्छेलाई थाहा हुनु पर्यो कि यो उपचार छ, हामीले यो गर्न सक्छौँ भन्ने। पछिल्लो समय नेपालका लागि थाइराइड समस्याका रूपमा देखिएको छ। एक तथ्याङ्क अनुसार जनसङ्ख्याको 4.5% मानिसलाई थाइराइड रहेको पाइन्छ। खाने नुनमा आयोडिनको मात्रा कम हुनु थाइराइड रोग बढ्नुको मुख्य कारण भएको बताउँछन्। शरीरमा आयोडिन थोरै वा धेरै हुँदा थाइराइड ग्रन्थीहरूलाई असर गर्ने उनीहरू बताउनु भएको छ। थाइराइड परीक्षणबाट पहिचान गर्न चिकित्सकहरूका अनुसार रगत परीक्षण, थाइराइड स्क्यान, भिडियो एक्सरेबाट थाइराइड भए नभएको पत्ता लाग्छ। नेपालमा उच्च जातिमा गिन्ती हुने ब्राह्मण, राजपूत, भूमिहार, कायस्थ जस्तो जाति पनि नेपालको संविधान तहत अगाडि बढ्न नसकेको तर्क गरेको छ। धानुक युवा फाउन्डेसन काठमाडौँ नेपालले जनकपुरधाममा आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलन तथा सम्मान कार्यक्रममा समाजसेवी तथा पूर्व राजनीतिक कर्मी खुसीलाल मण्डलले यस्तो दावी गरेका छन्। मण्डलले नेपालमा उच्च जातिको दर्जा पाएको ब्राह्मण, राजपूत, भूमिहार, कायस्थ जस्ता जातिहरू पनि नेपालको संविधान अनुसार अगाडि बढ्न नसकेको बताउनुभयो। जो उच्च जाति के माने जाते हैं वह भी नेपाल के संविधान का आज नहीं। मैं बहुत पहले किताब देखा था, उसमें अयोध्या कांड का एक लेख है, जाति समीकरण का उत्पत्ति का इतिहास बताया है। अभी जब मैं करने लगूंगा तो बहुत समय लग जाएगा। उहाँले धानुक दर्पण नामक पुस्तकमा अयोध्या काण्डको उल्लेख रहेको तथा जातीय समीकरणको उत्पत्तिको इकाइ इतिहासमा उल्लेख रहेको बताउनुभयो। कार्यक्रममा भारत तथा नेपालको धानुक, केवट, कुर्मी, अमा, जातिका जातीय संस्थागत अग्रज नेता, समाजसेवी, पत्रकार तथा कलाकार जस्ता 100 जना व्यक्तिहरूलाई पुष्पमाला र टीका लगाई सम्मान पत्र समेत हस्तान्तरण गरेको थियो। राहुल कुमार मण्डल जी उनका सम्मान प्रदान कर रहल छै। ताली कृपया अपने सब बजाबियो। ई सम्मान पत्र प्रदान करल जाइ छै। त्यस्तै कार्यक्रममा नेपाल तथा भारतको धानुक जातिसँग सम्बन्धित अग्रज व्यक्ति, नेता, समाजसेवी, पत्रकार तथा कलाकारहरूको सहभागिता रहेको थियो।
पूर्व प्रधानमन्त्री झलनाथ खनालले शिक्षाको समग्र प्रणालीसँगै पाठ्यक्रम परिवर्तन गर्नुपर्ने बताउनु भएको छ। शनिबार राजधानीमा आयोजित शिक्षा सम्बन्धी अन्तर्क्रियामा उहाँले परिवर्तित सन्दर्भमा विश्वको शिक्षा पद्धति प्रविधि तथा नमुना अनुसार नेपाली शिक्षाको प्रणाली परिवर्तन गर्नुपर्ने आवश्यकता औल्याउनु भएको हो। वर्षेनी ठूलो सङ्ख्यामा नेपाली विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि बहिरिने गरेको तथा सो क्रममा ठूलो परिमाणमा नेपाली रुपैयाँ बाहिर गएको भन्दै उहाँले स्वदेशमै विश्वस्तरको शिक्षा प्रणालीको विकास गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले शिक्षा क्षेत्रमा देखिएका समस्या, चुनौती र सम्भावना हेरेर विश्वस्त रूपमा शिक्षाको समग्र प्रणालीलाई परिवर्तन गरी अद्यावधि गर्दै नेपाललाई शैक्षिक केन्द्रको रूपमा विकास गर्दै लैजानुपर्ने आवश्यकता औल्याउनुभयो। पालन गर्न सकेका छैन। त्यो प्लान अन्तर्गत हामीले एजुकेसनलाई रूपान्तरण गर्न सकेका छैन। त्यसको लागि अहिले सरकारले एउटा नयाँ आयोग गठन गर्यो। त्यो नयाँ आयोगले विस्तृत रूपले अध्ययन गरेको छ। त्यो आयोगले बिस्तारै एउटा प्रतिवेदन बाहिर ल्याउँदैछ। त्यो सार्वजनिक भइसकेको छैन। त्यो प्रतिवेदन आउने क्रममा छ। मलाई आशा छ त्यो प्रतिवेदनले अहिलेका सम्पूर्ण युगका आवश्यकताहरूलाई प्रतिबिम्बित गर्न सक्नुपर्छ। अहिलेको अवस्थामा हामीले हाम्रो एजुकेसनको समग्र सिस्टमलाई पहिलो कुरा रूपान्तरण गर्नुपर्छ। हाम्रो करिकुलमहरू जुन छ त्यो करिकुलमलाई चेन्ज गर्नुपर्छ र वर्ल्डको जुन एजुकेसन सिस्टम छ, एजुकेसन सिस्टमको जुन लेभल छ र जस्तो मेथडहरूद्वारा अहिले बालबालिकालाई शिक्षा दिने काम भइरहेको छ, जुन प्रविधिको अहिले प्रयोग भइरहेको छ, ती प्रविधिहरू, ती मेथडहरू हामीले सिक्नुपर्ने हुन्छ र हाम्रो एजुकेसनलाई अपडेट गर्नुपर्ने हुन्छ। वर्ल्ड लेभलमा हामीले पुर्याउन सक्यौँ भने अवश्य पनि आज हाम्रो देशबाट झन्डै 1 लाख विद्यार्थीहरू हरेक वर्ष बाहिर गइरहेका छन् र अरबौँको पैसा हामीले बाहिर फ्याँक्नु परिरहेको छ। हामीलाई घाटा भइरहेको छ। त्यो घाटा पनि हामी बिस्तारै जोगाउन सक्छौँ र हाम्रो देशबाट बाहिर जाने होइन, अरू देशबाट हाम्रो देशमा चाहिँ नि शिक्षाको निम्ति आउने अवस्था हामीले सिर्जना गर्न सक्छौँ। प्रस्तुत गरिदिनु न यस संस्थाका अध्यक्ष। पूर्व प्रधानमन्त्री खनालले 2046 सालदेखि नेपालको शिक्षा क्षेत्रमा मात्रात्मक रूपमा ठूलो परिवर्तन भए पनि युगको आवश्यकतालाई प्रतिबन्धित गर्न नसकेकाले सरकारले उच्चस्तरीय शिक्षा आयोग मार्फत विस्तृत अध्ययन गरी शिक्षामा आमूल परिवर्तन गर्न खोजेको स्पष्ट पार्नुभयो। उहाँले शिक्षा क्षेत्रको सुधारका लागि सरकारसँगै निजी क्षेत्रको पनि सहकार्य आवश्यक रहेको बताउनुभयो। गृहमन्त्री रामबहादुर थापा बादल तातोपानी नाकाको निरीक्षणका लागि सिन्धुपाल्चोक पुग्नु भएको छ। अर्को साताबाट सञ्चालनमा आउने भएपछि तातोपानी नाकाका सुरक्षा साथै कार्य प्रगतिको बारेमा जानकारी लिन पुग्नु भएको गृह मन्त्रालय स्रोतले जनाएको छ। गृहमन्त्री बादलसँगै नेकपाका सांसद अग्निप्रसाद सापकोटा र सुरक्षा निकायका उच्च पदाधिकारीहरू पनि नाका निरीक्षणका लागि पुगेका छन्। गृहमन्त्री निरीक्षण कार्यक्रममा आउने भएपछि जिल्लाको सुरक्षा तथा नाकाको सुरक्षाका लागि जिल्लाका सबै सुरक्षा संयन्त्रलाई परिचालन गरिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोमादेवी चेङजोङले बताउनुभयो। गृहमन्त्री थापाले तातोपानी नाकामै सुरक्षा अधिकारीहरूलाई भेला गराएर आगामी सुरक्षाका चुनौती र वर्तमान सुरक्षाका समस्याहरूको बारेमा जानकारी लिने र सोही अनुसार निर्देशन दिनुहुनेछ। चीनसँग जोडिएको यो नाका 2072 वैशाखमा आएको विनाशकारी भूकम्पका कारण विगत 4 वर्ष अवधिबाट बन्द भएको थियो। अपन न्युजमा अब व्यावसायिक विश्रामपछि जनतासँग गरिएको प्रतिबद्धता अनुसार काम नगर्ने सांसद तथा मन्त्रीहरूलाई पदबाट हटाउन स्वतन्त्र राष्ट्रिय अभियान नेपालको माग। शनिबार बिहान रामेछापको घुमदेलमा 4.9 रेक्टर स्केलको भूकम्प, यो 2072 वैशाख 12 गतेको महाभूकम्पको पराकम्प भएको पुष्टि र भेनेजुएलाका करारमा झडप हुँदा कम्तीमा 29 जनाको मृत्यु, 19 जना घाइते। विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी समाचार। स्वतन्त्र राष्ट्रिय अभियान नेपालले जनतासँग गरेको प्रतिबद्धता अनुसार काम नगर्ने सांसद तथा मन्त्रीहरूलाई पदबाट हटाउन माग गरेको छ। स्वतन्त्र राष्ट्रिय अभियान नेपालले शनिबार काठमाडौँमा कार्यक्रमको आयोजना गरी जनतासँग गरेको प्रतिबद्धता पूरा नगर्ने सांसद तथा मन्त्रीहरूलाई पदबाट हटाउन सरकारसँग माग गरेको हो। काम नगर्ने तर पदमा रहिरहने सांसद तथा मन्त्रीहरूलाई पदबाट हटाउन माग गरेको अभियानका संयोजक स्वागत नेपालले जानकारी दिनुभयो। यस स्वतन्त्र राष्ट्रिय साहित्यिक कला अभियानको त्यो वैकल्पिक हुन्छ।
पुरानो पार्टीहरूबाट रेस्ट लिनलाई अर्को पार्टी खोल्दा वैकल्पिक हुन्छ? वैकल्पिक भनेको त्यसरी रेस्ट लिने हो। वैकल्पिक भनेको चाहिँ अब केही गर्न सकिएन त्यहाँ भनेर अनि बाहिर निस्किएर सानो झुन्ड बनाउनु वैकल्पिक हो। वैकल्पिक भनेको त कस्तो हुन्छ भने अस्ति युक्रेनको चुनावमा देख्नुभयो नि, एउटा लाउडस्पिकर बोकेर सडकमा 10-15 जना मान्छे मात्रै भेला गर्दै हिँड्ने एकजना 41 वर्षको महिला युवा वकिलले 58% भोट ल्याएर देखाइदिनु भयो। लास्टमा ठुलो बन्न खोज्ने, सबै कुरा लिएर आएर सबैसँग मिल्ने, त्यो वैकल्पिक हुँदैन। नेपालमा वैकल्पिक भनेको कुरा संघीयता जसले मान्दैन त्यो वैकल्पिक। नेपालमा संघीयता यो समानुपातिक हटाउनुपर्छ जसले भन्छ त्यो वैकल्पिक। नेपाल सरकारले जति पनि ब्याङ्कहरू छन् यो ब्याङ्कहरूको अधिकृत पुँजीको 25% सोझै विदेशी मुद्रा नै नेपाल लाउने व्यवस्था गरेकोमा हामीले च्यालेन्ज गरेर हामी अहिले पनि सर्वोच्च अदालतमा छौँ। अहिले पनि हामी केमा छौँ भने नेपालको जति पनि हाम्रो यो जग्गा जमिनहरू छन् नि मालपोतमा, यसको रिकर्ड जति यसको सफ्टवेयर इन्डियाको गोवामा छ। हाम्रो सबै 3 पुस्तादेखि लिएर पाइ सबै हिसाब उसँग छ गोवामा। हामी त्यसको एगेन्स्टमा अहिले छौँ। सम्पूर्ण रूपमा चाहिँ एउटा मन्थन हुनेछ। अभियानले स्रोत नखुलेको नेताहरूको सम्पत्ति तत्काल राष्ट्रियकरण गर्न पनि सरकारलाई दबाब दिँदै आएको छ। नयाँ भन्ने तर पुरानै तौर तरिकाले चलेर मुलुक नबन्ने उल्लेख गर्दै अभियानका संयोजक नेपालले त्यस्ता राजनीतिक दलहरूको विकल्प खोज्न पनि सर्वसाधारणलाई अपिल गर्नुभयो। अभियानले संघीयताको नाममा दोहोरो कर लगाएर जनतालाई मारमा नपार्न पनि सरकारको ध्यानकर्षण गराएको छ। पूर्व प्रधान न्यायाधीश नयनबहादुर खत्रीको पार्थिव शरीरलाई शनिबार बिहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। बिहीबार राति 19 वर्षको उमेरमा ललितपुर स्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएका उहाँको शनिबार बिहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो। पूर्व प्रधान न्यायाधीश खत्री पछिल्लो समय अल्जाइमर्स रोगबाट पीडित हुनुहुन्थ्यो। नेपालको 6औं प्रधान न्यायाधीश बन्न सफल हुनुभएका खत्रीले प्रेस काउन्सिल नेपाल र राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्षको जिम्मेवारी पनि सम्हाल्नु भएको थियो। खत्री पूर्व न्यायाधीशबाट अवकाश पाएपछि 2043 सालमा नेपालका लागि चीनको राजदूत समेत बन्नुभएको थियो। यसैबीच सर्वोच्च अदालतले पूर्व प्रधान न्यायाधीश खत्री निधनको शोकमा जेठ 12 गते आइतबार एक दिन देशभरका सम्पूर्ण अदालत बन्द राख्ने निर्णय पनि गरेको छ। नेपाली सेनाको प्रमुख सेनानी केशवराज कार्की बर्खास्त भएका छन्। उदयपुर स्थित कालीसिद्धि गढमा प्रमुख सेनानीका रूपमा कार्यरत कार्की आर्थिक अनियमितता मुछिएपछि बर्खास्त भएको सैनिक जनसम्पर्क निर्देशालयले जनाएको छ। आर्थिक अनियमिततामा गरेको उजुरीपछि जनरल समरी दैनिक अदालतले उनलाई दोषी ठहर गर्दै सेवाबाट बर्खास्त गरी 3 महिना कैद र अभिनियतामा भएर बिगो बमोजिमको जरिवाना समेत तिर्न आदेश गरेको हो। कार्कीलाई केन्द्रीय कारागार चलान गरिएको छ। कार्की कालीसिद्धि गढमा रहँदा राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको रकम अनियमितता गरेको भन्दै वैशाख पहिलो साता उजुरी परेको थियो। अपन न्यूजमा पूर्ण व्यावसायिक विश्रामपछि शनिबार बिहान रामेछापको गुल्देनमा 4.9 रिक्टर स्केलको प्रकम्प, यो 2072 वैशाख 12 गतेको महाभूकम्पको प्रकम्प भएको पुष्टि र भेनेजुलियाको करारमा झडप हुँदा कम्तीमा 29 जनाको मृत्यु, 19 जना घाइते। विश्रामपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी प्रसङ्ग। जितपुर सिमरा स्थित रहेको एमभी दुर्गा ग्रुपको प्रमुख शाखामा सम्पूर्ण दुगर ग्रुपको शाखा र डिलरका मेकानिक तथा सर्भिस प्रमुखहरूलाई हाइवा हाइड्रोलिक प्रविधि सम्बन्धी तालिम दिएका छन्। सो प्रविधि ठूला टिपरहरूमा जडान गरिएको हुन्छ। यस तालिमको मुख्य उद्देश्य भने नेपालमा हाल चलिरहेको रोड, सडक, नाला र अन्य विकासका कार्यक्रमहरूमा विभिन्न कम्पनीको टिपरहरू चलिरहेको छ। सो टिपरमा हाइवाको मात्र हाइड्रोलिक सिस्टम प्रयोग रहेकोले हाइवाको प्रमुख डिलर नेपालको लागि एमभी दुगर ग्रुप नै रहेका कारण नेपालभरि छिटो र छरितो सेवा दिने उद्देश्यले भएको यो तालिमको आयोजना गरिएको यस शाखाका सिनियर जीएम वेद प्रकाश शर्माले बताउनु भएको छ। उहाँले हाल टिपर नेपालमा बढ्दो क्रममा रहेको र हाइवा सम्बन्धी ज्ञान कमी रहेका कारण सेवा प्रदान गरी दुर्घटनाबाट समेत बचाउने हाम्रो उद्देश्य रहेको छ। शनिबार बिहान रामेछापको
घुम्देलमा 4.9 रेक्टर स्केलको प्रकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान 11:02 रामेछापको घुम्देलमा प्रकम्प गएको हो। यसअघि जेठ 7 गते लमजुङ केन्द्रबिन्दु भएर 4.1 रेक्टर प्रकम्प गएको थियो। यो 2072 वैशाख 12 गतेको महाभूकम्पको प्रकम्प बताएको छ। सुनसरीको हरिनगर गाउँपालिका वडा नम्बर 1 मा हाजिरी जवाब प्रतियोगिता शनिबार सम्पन्न भएको छ। हरिनगर गाउँपालिका वडा नम्बर 1 को आर्थिक सहयोग र हिमाल वेलफेयर सोसाइटी नेपाल हरिनगर 1 रामनगर बुटाहा सुनसरीको आयोजनामा सम्पन्न भएको हो। हरिनगर 1 नम्बर वडा कार्यालय अन्तर्गत रहेको सामुदायिक विद्यालयका बालकृष्ण माध्यमिक चपहाडी आधारभूत लगायत अन्य विद्यालयका विद्यार्थीहरू सहभागी भएका थिए। हाजिरी जवाब प्रतियोगितामा माध्यमिक स्तरीय कक्षा 8 देखि 10 सम्मका विद्यार्थीहरूको सहभागिता थियो। यो प्रतियोगितामा 24 जना विद्यार्थीहरू सहभागी भएका थिए। प्रतियोगिता A, B, C र D गरी 4 वटा समूहमा विभाजन गरिएको थियो। प्रतियोगितामा सबैभन्दा बढी अर्थात् 13 अङ्क प्राप्त गरी बालकृष्ण माध्यमिक विद्यालय प्रथम हुन सफल भएका थिए। उक्त विद्यालयका विद्यार्थीहरूलाई स्कुल ब्याग पुरस्कार प्रदान गरिएको आयोजक संस्थाका सचिव इर्साद अन्सारीले जनाए। प्रतियोगितामा हरिनगर गाउँपालिका वडा नम्बर 1 का वडा अध्यक्ष अब्दुल लतिफ अन्सारी, वडा सदस्य रिनोद बहरदार, रविन्द्र प्रसाद गुप्ता, महिला वडा सदस्य रामवती देवी दास, आयोजक संस्थाका सदस्यहरू लगायतको उपस्थिति थियो। अब अन्तर्राष्ट्रिय समाचार। भेनेजुएलाको अक्रागिर्वा सहरमा रहेको करारमा झडप हुँदा कम्तीमा 29 जनाको मृत्यु भएको छ। घटनामा परि कम्तीमा 19 जना प्रहरी घाइते भएका छन्। बन्दीहरूसँग हतियार रहेको र उनीहरूले ग्रेनेड विस्फोट गराएको प्रहरीले जनाएको छ। उनीहरूले आगन्तुकहरूलाई समेत बन्दी बनाएका थिए। ठूलो संख्यामा रहेका बन्दीहरू भाग्ने प्रयास गरेपछि प्रहरीको विशेष बलले उनीहरूलाई रोक्न प्रयास गरेको थियो। नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको जनाएको छ। 250 जना अट्ने क्षमता रहेको करारमा 540 बन्दी रहेका थिए। भेनेजुएलाका कारागारमा पछिल्ला केही वर्ष यता हिंसाका घटना बढेका छन्। गत वर्ष मार्चमा एउटा कारागारमा झडप हुँदा 68 जना बन्दीको मृत्यु भएको थियो। अन्त्यमा मुख्य समाचार पुनः एकपटक। आज मे 25 अर्थात् विश्व थाइराइड दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइयो। शिक्षाको समग्र प्रणालीसँगै पाठ्यक्रम परिवर्तन गर्नुपर्ने पूर्व प्रधानमन्त्री खनालको सुझाव। जनतासँग गरिएको प्रतिबद्धता अनुसार काम नगर्ने सांसद तथा मन्त्रीहरूलाई पदबाट हटाउन स्वतन्त्र राष्ट्रिय अभियान नेपालको माग। शनिबार बिहान रामेछापको घुम्देलमा 4.9 रेक्टर स्केलको भूकम्प, यो 2072 वैशाख 12 गतेको महाभूकम्पको पराकम्प भएको पुष्टि। र भेनेजुएलाको कारागारमा झडप हुँदा कम्तीमा 29 जनाको मृत्यु, 19 जना घाइते। हस्त अपन न्युज अहिलेलाई यति नै। पल पल खबर तेज नजर हेर्दै रहनुहोला अपन टेलिभिजन। नमस्कार।